हेलो गाइज वेलकम ब्याक न्यू डे न्यू ब्लग हजुरहरूलाई स्वागत छ मेरो आजको नयाँ ब्लगमा। सबैजनालाई फर्स्ट अफ अल ह्याप्पी तिहार। अनि अब आज चाहिँ तिहार हो अनि 12 दिनमा पानी परिरहेको थियो, आज चाहिँ घाम लागिरहेको छ। आजको मौसम चाहिँ एकदमै फ्रेस छ भनौँ। अनि एकदम घाम छ। म चाहिँ यहाँ छतमाथि आएर भिडियो बनाउनुको कारण चाहिँ धेरै साउन्ड छैन, माथि चाहिँ तल चाहिँ एकदम साउन्ड छ। अब यताउता त्यहाँ भाइ बाबाहरू मम्मी सबैजना हुनुहुन्छ, त्यही भएर। अनि अब हामी चाहिँ उतातिर टिका लगाउन जानुपर्ने हुन्छ त मम्मी दिदीकोमा, अनि मम्मी चाहिँ यतातिर मामाकोमा टिका लगाउनुहुन्छ, त्यही भएर सँगै चाहिँ हुँदैनौँ। त्यही पनि रमाइलो चाहिँ भइरहेको छ अब अर्काको देशमा, त्यही पनि। अनि मैले फोन किनेबाट चाहिँ आज फर्स्ट टाइम यो मोबाइलबाट चाहिँ भ्लग गर्दैछु, आइफोन 17बाट। के कस्तो लाग्छ क्वालिटी, अब त्यो चाहिँ भिडियो आइस थाहा हुनेछ। लेट्स गो। ढिलो भइसकेको छ, हामी चाहिँ अब उतै गएर भेटौँला। लेट्स गो। हामी चाहिँ गाडीभित्र बसिरहेका छौँ, अब जाँदैछौँ। अलिकति टाइम लाग्छ, 40 मिनट जति। हामी चाहिँ पुगिसक्यौँ, ठ्याक्कै झुला चाहिँ निस्किलाउनु पऱ्यो। ह्याप्पी तिहार। ल कि हाल्दिनँ नयाँ मोबाइलबाट नयाँ ब्लग। थ्याङ्क यू। कति लाउनुहुन्छ? टिका लगाउनु भएन तपाईँले? होइन टिका लगाउनु भएन, लाग्छ नि भयो। ल यहाँ चाहिँ बाटो चाहिँ हिलै रहेछ, हामी चाहिँ भर्खरै पुग्यौँ अन्त दिदीकोमा। के हो आँखामा हानिदियो? ल भान्जा कस्तो हाम्रो त बोलाएको बोलाइ फोन गरेर गएको हुन्छ नि। के लगाएको त अनि के त रेडी छैन यार, रेडी भइसकेको छ त्यो के भएको दाँत। ल अब चाहिँ यहाँ चाहिँ रेडी गर्नुहुन्छ, टिका सिका लाउनुपर्छ, चाहिँ जानुपर्छ, पछाडि जानुपर्छ। तयारी गरेर माला त यिनीहरू दुईजनालाई भइसक्यो। अब उहाँ अब कहिले आउँछन् कहिले आउनन्। ए दाइहरू अनि ठुल्दैन आउने रे? ठुल्दा आउन पाउनुहुन्न, कस्तो आउनु थोडी लगाउनुहुन्छ। के दुब्ला जस्तो मान्छ त अहिले त अझै कति किलो घट्नुभयो? हाम्रो रेडी भइसकेको छ टिका लगाउने सामग्रीहरू चाहिँ रेडी भइसक्यो गाइज, होइन? अब टिका लगाउन सुरु गर्ने हो। किनभने पनि आउनु भयो अहिलेसम्म पनि। अब त्यो दाइहरू आउनुहुन्छ। अब टिका लगाउने टाइम पनि 11 बजेर कति मिनटमा, नेपाली टाइम त 19-20 मिनट कति मिनटमा हो। भान्जा अब अहिले चाहिँ अब यहाँ अब इन्डिया अब अरूको ठाउँमा त्यही त अब टाइम अनुसार कहाँ हुन्छ। अब कहिले कता के कता काम गर्दाखेरि त ढिलो भइहाल्छ, टाइम टेबल सबैको टाइम टेबल मिल्दैन, होइन? त्यही हो। अब चाहिँ काम चाहिँ लागिरहेको छ। ल भिनाजु पनि आइपुगिहाल्नु हो हाम्रो। पग्लिँदा के हुन्न, हेर्दा बसेर टिका लगाउने हो चट्टा लाएर। के माला अझै ल्याउनु भयो त? माला तपाईँ त माला लाउनु भयो नि त नि। ल किरण बस। यस्तो हेन्सम देखिनु आज बस तिमीहरू। ल हुन्छ हुन्छ। ल जुत्ता खोल्नु पऱ्यो नि पहिला, जुत्ता खोल्छु अनि यहाँ बस्ने। हामी चाहिँ तिमीलाई भिडियो राम्रो छ, क्यामेराम्यान पनि भएन। उता तपाईँ पार्नु भयो पुरा त फर्किँदै हाम्रो त्यहीबाट त्यहाँनिर फालिदिन्छ त्यहाँनिर हाम्रो अगाडि फालिदिन्छ। तिमीहरू सैतानहरू त्यो दसैँ फाल्नु मलाई लगाउनु अनि किरामा लगाउनु होला कि अन्त राम्रो देखिन्छ कि जहाँ यति वाइड दिदी पनि देखिङ गर म देखिङ यसले ल्याउनु
जो तेरे संग काटे पानी पिने बिहान देखेर राम्रो देखियो तेरो आँखा हुन्छ यताबाट टल्केर यताबाट उताबाट बनाऊँ क्या घुमेर गर गरेको दामी देखियो यता मेरोमा दार्जिलिङमा यता घुमेर आउँदा अहिले निक्यो नि बढेको पनि राम्रो आउँदैन यताबाट कस्तो उज्याला यताबाट कसरी दुईजना आउँछ 0.5 यताबाट राम्रो हा दुबोले के गर्छ मलाई पनि थाहा नि कस्तो कस्तो बनाउँछ टाउमा साबुन के गर्छ तेलले उ गर्नु पानीले सुसु गर्छ ए धोकामा 7 चोटि उ गर्नु पर्ने म त यादै भएन ढुकामा अँ यताबाट कस्तो टाइट नगरेको किन यस्तो लुज गरेको हल्ली त्यही भएर किन हल्ली खान्छु ल राम्रोसँग देखाएको यताबाट त्यो धेरै गिलो भन्छ वाइड एङ्गल भएन अन्दाज गरेर त्यहाँ 1x मा गर हात पनि थियो दिदीको थर्रै कहाँ यताबाट गरेको अनुमान देखिन्छ टल्किन्छ यताबाट जानु आउँदै देखियो पुरै घाममा त्यो सकिने कति गरेर माथि अनि त्यस्तै चाहिँ हुनु सिधा हो पन्नित बन्ने हो आज पन्नित म धेरै उता भयो क्या तपाईँ सिधा लाउनु सिधै हो धेरै मोटो नलाउनु ठिक्क लाउनु सिधा भएन त दिदी धेरै मोटो राम्रो देखिँदैन क्या मोटो लगाएन के ठिक्कको हो गुलाबी नि हावा लाग्यो नमस्कार लगाउनु न म त भुलमा हेडफोन लगायो भने गुलाबीलाई यसो पहेँलो लगाउने कि कति राम्रो देखिन्छ त्यो आएन त यो त पिठो त 50,000 लगाए पनि पुग्छ होला तेलको धारो गर्ने भन्ने लगाएको तेलको धारो अब बल्ल दामी आउँछ भिडियो क्वालिटी नस्काएर लगाउनु बिर्सिनु होला नि कहाँ गयो यो दुईटा तपाईँ कता छ कतिवटा हो 7 वटा हो गर्नु न कतिवटा कलर राख्नु भयो 7 वटा डबल नै राख्नु भयो क्या कलर अरे सुषमाको डबल डबल हाल्नु तिम्रो छुट्टी भएको छैन तिम्रो छुट्टी छैन छुट्टी भएर त आज बिचार भानु मिल्दैन अनि यहाँ माथि कहाँ तपाईँको खाँदा भयो डबल डबल लगाएको थियो तँ पनि भइसक्यो तँ पनि लगाइसक्यो रोकेन रोकेन कुन चाहिँ भएन अनि पहेँलो नि भयो गुलाबी नि भयो भेन्टा कलर लगाउनु भेन्टा कलर भएन भेन्डा कलर छैन अनि हरियो लगाएन अँ त लगाएन कति लगाउँछ 6 वटा हो त के हो त लगाउनु हरियो लगाएन यो हरियो लगाइसक्नु भयो यो हरियो त उतै लगाउनु भयो त नि अर्को हो फिका फिका रहेछ कलर पनि एउटा एउटा जस्तो नेपालको जस्तो हुन्न कि यहाँ यो दसैँ तिहारमा त टिका लगायो नि निधारदेखि पनि नाखासम्म
तेरे आधा किलोको के अरे 2 किलोको खाँदै यार 2 वर्षमा बल्ल एकचोटि लगायो माला कस्तो हल्लेको क्या यार खुवाइदिने होला नि कप खुवाइदिनु त्यसलाई ए खाइदे दिन धेरै खाएन कि थोकै हाल्यो ल अलिअलि खुवाइदिनु र जानु यो त पगिसक्यो है कुन खान्छ सब यता नि तेरो कुन हाल्यो कुन खाने खानु कुन चाहिँ खाने यो ला म त यो पग्लिसक्यो है ल गप्पै गप्प ल यो कुन चाहिँ लिन्छ ले अब यहाँ गर्छ मलाई त सोध्नु पर्दैन है त्यसरी लो कहाँ किरण ए यो चेप सधैँ कप खुवाइदिनु कहिले रोइन कि भात खानुपर्छ खुवाइदिनु न मुखमा यो फेरि आफै च्याप्चेप सधैँ खा म आत्ती हो त अनि यो झन् मिठो हुन्छ कस्तो राम्रो हुन्छ खै त्यो धेरै गुलियो हुन्छ यो। आइयो ब्रह्मले यो खाना कस्तो मिठो हुन्छ खतम भयो यो राम्रो हुन्छ अब आफैले लो किरण बस रोकिनु आउनु पर्यो ए बसेको थियो ए रोके म त म करा दिन हात मिल्दैन खै यता हेर त मिठा खाँदा मुखै पुरै चिनी फ्याक्ट्री जस्तो भयो मुख चिनी फ्याक्ट्री त्यो घाम लाग्यो कस्तो उज्यालो आएको थियो त अहिले फेरि चिन्ता पर्छ अब त्यो हल्लिनु त हल्लिनु मोबाइल भिडियोहरू पहिलाको जस्तो डन्डामा हाल्ने भिडियो बनाउने पुरै पुरै कति मिनट भयो 12 मिनट भयो आमा पुरै के हो बोरै आम्मा बोरा बोरैसँग किनेर ल्याइदिनु अब अलि लास्ट नलगाउनु भयो नि तपाईँ ठिक हो किराना लगाइदिनु अनि ल आइज किरण ल ल ल समय आइज किरो आइज भइदिएकोमा ल मेरो पालो सक्यो 2 किलोको माल लगाएँ 2 वर्षमा अब किरणको पालो मुखै पुरै गुलियो भयो है ल ल लगाउन के लगाउन त पर्छ मुखमा नि लगाउ त्यसको तालु पनि लगाउँदैन राम्रै खाँदा त्यहाँबाट अनि के भनेको पाइन्टै बरु भयो दाइ बेला अहिले गइहाल्छ जान्छु मेरो सर्टमा चाहिँ नचोर्ने सेतो सर्ट सर्टमा एक टी सर्टमा खत्तम हुन्छ सेतो सर्ट जान्छ कि हुनु त अमृत हो क्या अमृत हो त त्यसरी हाल्नु पर्थ्यो नि पैसा चाहिँ किन हाल्यो के कारण हाल्यो पैसा चाहिँ के कारण हाल्यो अहिले नवरात्रि बेला उ गर्छु त नवरात्रि बेला उ गरिदिन्छु त्यो मैदा मैदा हो भन्दै कर्नफ्लोर हालेर पानी पऱ्यो क्या कर्नफ्लोर हालेको थियो निधारबाट उकिन्थेन अब खै होइन हो त्यो त चुयो सिरेर भएको थियो क्या मेरो बाक्लो नभए पनि चुयो के हो सुवा गरेर गरेर नहाँसा न अहिले बाङ्गो हुन्छ र टिका नै सुवा क्या गरेर त नि आफ्नो लगाउनु बेला चाहिँ शान्त भएर लगाउँछु लगाउनु बेला चाहिँ नेपालमा नि यस्तै गराउँथ्यो नि त नि तर दसैँको लगाउँथ्यो तिहारको बेला गराउँथ्यो लाइन बाई लाइन लगाउनु बिचबाट लगाउनु सुरु गर्नु यता उज्यालो आउँछ कस्तो रङ नै आउनु त त्यो अलिक चप्पो खालको यताबाट हातदेखि नै छेकिन्छ त्यही भएर यताबाट बनाउनु भनेको हो त्यही त अब मान्छे देखि त भइहाल्यो त्यही यताबाट बनाउनु आउँछ उज्यालो के हुन्छ अघि नै त ऊ नभएर के राम्रोसँग रङै आएको थिएन रङै आएको थिएन कि तेरो म त आयो यता थाहा गर्न के अलि निधार गरेको तल गरेको किरणले अलिक त्यो थ्याप्चो बनाउनु पर्ने थियो क्या त्यो त्यो सुषमाले बनाइदियो त बिचरा टिका लाउनु त्यो छैन टिका छैन निधारमा भन्दा बढी त नाकमै होला जस्तो छ रङ
कहाँको कुन चाहिँ हो हेर्दै लगाउँदै गरे त सुगा हो र सुगे त ए सुगा कता हेरेर लगाएको टिका यता हेरेर लगाउनु न फेरि हाम्रो नेपालीहरू टिका लगाउँला भनेर हेर्न आएको हो क्या यहीँ ए देखा यता यता कस्तो दामी हो त्यो पालेको सुगा हो जस्तो सुगा लाग्यो देखाइदिउँ एकचोटि रोकिनु है पालेको सुगा हो क्या यहाँ दाना खाना आएको बकेनाको दाना खाना आएको ल निमपत्ताको मान्छेले त्यहाँ सुगा देखाएर घाम यतातिर बिचमा लाग्यो कि अनुहारमा कालो भयो अयो आँसु लहरी केही छैन नै नै यो कालो भयो नि त उ त्यो अनुहार यहाँ क्यामेरामा अब हाम्रो त फोटो नि कसले खिचिदिन्छ कोही मान्छे नभएपछि तिनजना जाम हुन्छ अहिले खोइ दुइटै एउटै लाग्यो क्या जस्तो लाग्यो केही हुन्न क्या अब छोडिदिनु कति थोरै लगाउँछ र हो रातो त लगाइदिएकै छैन। नयाँमा लगाइदिन्छु नि रातो लगाएन गुलाबी गुलाबीहरू त्यसलाई 7वटा हाल्यो भने सबै मिक्स गरेर छोड्नु निन्द्रामा थिएन क्या अहिले यस्तो भइसक्यो अब भिडियो राम्रो आउँछ भयो त सक्यो भयो भयो ल अब के खाने हो गुलियो माला लगाउने पहिला गरौँ माला बहुत हेब्बी माला रे भिआइपी .com यहीँ खाएर छोडिदियो त्यही खुवायो नि के हुन्न ल फर्मालिटी पुरा गरेँ त्यही खालको छोड्ने पाएको नि आमा सोध्नु न त। अहिले आफूले कस्तो भयो आमामा गर्ला अघि त मलाई गममा खारे त्यही हो मेरो मैले हातले निकालेको हो ती मान्छेले कस्तो खाएको कि सबै त्यही छोड्नु दिया यस्तै मुनहर त्यो पनि मैले खाएको हो केही हुन्न क्या यसमा चाहिँ सिँगै खाइदिएँ मैले लड्डु यो स्वाट त्यो सर्पले माछा खाँचा खायो त्यसले त पाउनु सक्यो थाहा त्यो घाममा राख्यो भने नि चाँडै चाँडै पाउँदैन त्यसलाई पहिला गएर अब फ्रिजमा हाल्नु पऱ्यो एउटा खानु जुन खानु पछि खालास् क्या खाए नि खा अरू के हो सक्यो ल ल ल जो तिनीहरू कति बेला आउने गुलियो ल हाम्रो चाहिँ अब टिका लगाएर सकियो अब खाना खाने कार्यक्रम हुन्छ तिमीहरू मलाई लगाइदिनु ए दिदीलाई लगाउनु भुलेको यो मैले पहिला म लगाइदिनु पर्छ लगाइदिएर म त्यहीमा थपिन्छ नि हातले यस्तै गरिदिनु हुन्छ देखियो क्या देखिन्न आज चाहिँ किन हातले यस्तै ट्याक्क गरिदियो कि ठ्याक्कै रेले गर्दैन हातले गरिदियो यो हातले हो पानी पानी हाल्छु के हो पानी पानी अरू त घोल्न आउँछ यहाँ 1x मा गर्ने हो चाहिँ यताबाट देखा न के उल्टो देखिरहेको के हो लाग्दै लाग्यो भाइ यस्तै गर्नु सोर्न यस्तै हो यस्तै कति पातलो बनाउनु भयो धेरै पातलो भन भयो ए भइहाल्यो अलिअलि ल लगाइदिए यताबाट यसरी के बनाउनु क्या ए अलिअलि उसले गरिदिए हातले गोल गोल लगाउने हो भने होइन तल गएर गनेको त्यति ए जान लगाइदिए भइहाल्छ म त्यहीमा थपिदिन्छु खाल्टो पाल्दो रहेछ नि जरा मैले बिस्तारै लगेँ अरे टुप्पोले लगाएन कस्तो डन्डा जस्तो लामो लगाउँछ भयो मलाई बिचमा हाल्दै त्यहाँ त भयो दिनाजुको तर्फबाट 2-4 शब्द जाओस् तिहारको लागि ह्याप्पी आज त टनमा पैसा जित्नु अब के त होला जाऊ दिनाजुले आज 25,000 आइसी भनेको नेपाली कति भयो 40,000
हामी चाहिँ टिकट सेवा लगाएर अब राति भएपछि घर फर्किँदैछौँ अनि मेरो मोबाइलको चार्ज चाहिँ घरै छुटेछ त्यही भएर भिडियो चाहिँ राम्रोसँग बनाउन पाएन अब उता घरतिरै गएर भेटौँला है गाइज घरतिर गएर भेटौँला अहिले चार्ज चाहिँ 5% भइसकेको छ मेरो फोनमा चाहिँ घरतिर गएर भेटौँला लेट्स गो गाडीमा जाँदैछौँ